दुईजना एस्ट्रोनटको यस्तो मनसुने कथा सुनाउन गइरहेको छु। एकजना एस्ट्रोनट त बिचारा हिँड्न पनि नसक्ने भएर संसार फर्केकी छिन्। यो कसरी पसिबल भयो, यो पुरै भिडियो हेर्नुहोस् र मलाई फलो गर्नुभएको छैन भने फलो गर्नुहोस्। म धेरैवटा यस्ता खालका इन्फर्मेसनहरू ल्याएर तपाईँहरूसँग सेयर गरिरहनेछु। नासाको 9 दिनको एउटा मिसन चाहिँ स्पेस स्टेसनमा जाने मिसन चाहिँ 9 महिनाको लामो लेन्दी मेजरेबल मिसन भएर अहिले चाहिँ इलन मस्क जुन चाहिँ स्पेस एक्सले गएर दुईजना एस्ट्रोनटलाई फेरि संसारमा ब्याक ल्याएको छ। दुईजना एस्ट्रोनट बच सुनी विलियम चाहिँ जुन 5, 2024 जुन चाहिँ जो बाइडेनकै एडमिनिस्ट्रेसन थियो त्यतिखेर चाहिँ नासाको एउटा प्रोजेक्ट चाहिँ के थियो भने बोइङ स्टारलाइनरमा चाहिँ दुईजना एस्ट्रोनटलाई स्पेस स्टेसन आइएसएसमा पठाएको थियो। उनीहरूको चाहिँ त्यो टेक्निकल इरर अथवा टेक्निकल प्रब्लम, हिलियम लिक यस्ता खालको कुराहरू भएकाले गर्दा संसारमा मतलब अर्थमा ब्याक आउने चाहिँ इम्पोसिबल देखिएर उनीहरू बिचराहरू 9 महिनासम्म चाहिँ उही स्टेसनमै बिताउनु परेको थियो। अब संसारमा ब्याक आउन सकिन्छ सकिँदैन उनीहरू अलपत्र परेका थिए। यो कुरो चाहिँ इलन मस्कको स्पेस एक्सले पनि जो बाइडेनको एडमिनिस्ट्रेसनसँग अप्रोच गरेर हामी ल्याउन सक्छौँ स्पेस एक्सले भन्दा चाहिँ अब यहाँनिर अर्को कुरो के भएको छ भने पोलिटिकल पार्टी यति ठुलो भएको छ कि मान्छेहरू अन्धा भएका छन्। एजुकेसन, साइन्स एन्ड एजुकेसनमा पोलिटिकल पार्टी पनि ल्याएर जुन कुरोलाई गर्नुपर्ने त्यो कुरो नगरेर अलिकति मतलब पार्टी ब्लाइन्डेड भएको जुन अब डेमोक्रेट पार्टी थियो त्यतिखेरको जो बाइडेनको एडमिनिस्ट्रेसन उनीहरूले चाहिँ इलन मस्कलाई कम्प्लिटली हेट गर्छन् र तिनीहरूले चाहिँ त्यो इग्नोर गरेर ती दुईजना एस्ट्रोनट चाहिँ माथि स्पेसमै अड्केर बस्नु परेको थियो। तर ट्रम्पले चाहिँ इलन मस्कलाई रिक्वेस्ट गरेर ती दुईजना एस्ट्रोनटलाई जसरी पनि ल्याउनुपर्छ भनेकाले गर्दा अहिले चाहिँ मार्च 14 मा चाहिँ स्पेस एक्सले पठाएको थियो स्पेस स्टेसन र मार्च 18 तारिक जुन चाहिँ आजको दिन चाहिँ ती दुईजना एस्ट्रोनटहरू फेरि संसारमा ब्याक आएका छन्। ट्रम्पले अर्को एउटा उद्धार गरेका छन् जुन चाहिँ दुईजना एस्ट्रोनटले आफ्नो लाइफ होप उनीहरूले सायद छोडिसकेका थिए अब कुनै दिन पनि संसारमा फर्केर आउन पनि सकिन्छ भनेर। तर यो कुरो पोसिबल भएको छ। दुईजना एस्ट्रोनट चाहिँ फेरि ब्याक टु अर्थ आएका छन् र तपाईँहरूलाई यस्तो खालको कन्टेन्ट मनपर्छ भने चाहिँ मलाई फलो गर्नुहोला, यो भिडियोलाई सेभ गरेर राख्नुहोला, अरूलाई पनि सेयर गर्नुहोला। म धेरै राम्रा स्टोरीहरू पनि तपाईँहरूलाई ल्याएर सुनाइरहनेछु। धन्यवाद।